के बात हुनु रहेछ Down Cali, driving round with my baby. Top drops and raindrops, motion got me all faded. My heart got me going all crazy, and I won't be walking away. Yeah, New York in the sunshine, I'm a fool, yeah. I got love blind and ooh, yeah. Got my heart out and it's covered in gold, like moonlight over Hollywood, and it's cool, yeah, 'cause you know it's good, oh baby. We'll never get old. Going on, I'll be there in a heartbeat. Tell me your favorite song, I'll put it on repeat. I could wait for you forever, through the storms or any weather. Yeah, you're like New York in the sunshine, I'm a fool, yeah. I got my love blind and ooh, yeah. Got my heart out and it's covered in gold, like moonlight over Hollywood, and it's cool, yeah, 'cause you know it's good, oh baby. We'll never get old. Down Cali, driving round with my baby. Top drops and raindrops, motion got me all faded. My heart got me going all crazy, and I won't be walking away. Hello. नमस्कार फ्रम यो ठाउँको नाम भित्र यो ठाउँलाई के भन्छ हुमखोला के हुमखोला यो नामै हुमखोला हुमखोला वे अन द वे अफ अन्नपूर्ण 1 नि 4 हजुर अन्नपूर्ण 4 हो र अन्नपूर्ण 4 नम्बर हो हैन कि माउन्टेन ए अन्नपूर्ण 1 अन्नपूर्ण प्रथम के हजुर अन्नपूर्ण 1 को बेस क्याम्पमा जाँदैछौँ हामी चाहिँ होइन पानी परेछ यस्तो बिजोग तर्केले आइयो फर्स्ट टाइम आएको गाडीमा नि गाह्रो हुँदो रहेछ त है तिर्गा तपाईँहरू त पहिलातिर नि आएको होला नि ए सेकेन्ड चाहिँ हामी त फर्स्ट टाइम भयो भोलि सकिला त रनिङ हान्न ए पर्सि हो भोलि त आराम हो के यही बाटो हो अघि जुन जुन हामी आइदियो त्यही बाटो त होला नि यस्तो हाइड्रोको लागि यस्तो जुसहरू बनाएर रहेछन् खोला चाहिँ कहाँबाट त फुत्फुत्ते झर्ना भन्ने तर तपाईँहरू यहाँ आउनुभयो भने योलाई भन्छ कि रियल एडभेन्चर चाहिँ हजुर हजुर तर अहिले क्यामेरा चाहिँ हल्दियो कि गोप्रो भए सही हुन्थ्यो यार यस्तो सानो थियो अघि गाडीमा आएको नि गोप्रो भए नि दामी खिचिन्थ्यो होला आमा बाटोहरू त यो हुमखोलासम्म चाहिँ गाडी आउँदो रहेछ यस्तो अफरोडिङ छ हामी यहाँ चाहिँ पछाडि घारामा बसेको यस्तो गाह्रो हुँदै आइयो यहाँ हुमखोला बाटो चाहिँ फेरि माथि बेस क्याम्पभन्दा चाहिँ हिँडेर जानुपर्ने रहेछ
यस्तो पुलहरू छ यो नि तर्काने पुल भनेको त फेरि भोलि यहाँ पर्सि यहाँ खुट्टा खवास होला नि रनिङ गर्ने होला है वेलकम अन्नपूर्ण फर्स्ट नर्थ बेस्ट क्याम्प म्याग्दियो हुमखोला ए यहाँ रहेछ नि यस्तो गरेर रहेछ नि हिजो गरेर रहेछ ल छुट्यो ल रक्षा गरिदियो यहाँबाट चाहिँ सिधी होला गरे भा कुकुर रहेछ न के खान्छ यसले हेर डुलाबाट के खनिएछ के पा रहेछ यस्तो खतरा कुकुर पनि रहेछ यहाँतिर त मरिन्छ होला त लाने नि भुलियो पनि माथिबाट यहाँ हुमखोलासम्म चाहिँ ठिकै हुन्छ होला लाग्छ माथि झन् खतम छ क्या ढुङ्गा खसेर ढुवा पारिदिला त अघिको डिल भनेन त्यहाँ न सोलिङ गरेको हति न खुटेर हल्झ्यो नि त भयो हरेर नि भेटिन्न त अनि बुझ्दैन दिउँ न ल भोलि पर्सि के अरे रनिङ म्याराथनको लागि चाहिँ यहाँ टक्क लगाएर मान्छेहरूले चिटिङ गर्छ कि भनेर सिसी क्यामेरा पनि फिट गरिएको छ है ठाउँ ठाउँमा यो त हामीले देख्यो हामीले नदेख्ने ठाउँमा नि गरेको छ धन्देल तिमीले भिसा हेरेको काउन्टरमा देखेको म त देखिनँ क्या कहाँ उजेले देखिन्थ्यो र तिमी चाहिँ हेरेको त हामी चाहिँ अघि नै भनिसक्यो नार्चेङ हामी गाउँबाट पाउदर गाउँबाट पोखरकोट धऱ्यो अनि पोखरकोटबाट पालिकाहरूले नार्चेङ आयो नार्चेङ अलिकति के सभा के जस्तो भयो अनि त्यहाँबाट चाहिँ गाडीमा यहाँ हुमखोलासम्म आइयो त्यहाँबाट चाहिँ हामीले पैदल यात्रा गर्दैछौँ है यस्तो दामी भोलि हामी त्यही पर्सि हामी दौडिने ठाउँ यही होला यार तर लास्टै गाह्रो त गाह्रो हुन्छ होला अघि गाडीमा त त्यस्तो गाह्रो बस्थ्यो झन् हिँडेर जाँदा त है हिँड्नु न हिँड्न आमा यो बाटो त खत्तम छ त लड्कियो भने त लड्कियो छ त्यो बाटो त यो बाटो दौडिने टोटल दौडिने चाहिँ लगभग 40 जना जति छ क्या पछि यही बाटो दौडेर यो स्लिप भयो नि त आम खत्तम अझै पनि मान्छेहरू आउनै बाँकी छ
आम्मामा के त ढोस्दै हल्लिन्छ त आमा on the way up Annapurna first North Base Camp. अब यहाँतिर चाहिँ यो यसलाई केसको बोट भन्छ भन्ने यिनीहरूलाई अघि मैले तपाईँहरूले जुम गरेर यसको पातहरू के देखाएको थिएँ त्यही चाहिँ ठुलो भएर यस्तो रुख हुँदो रहेछ क्या यसरी जहाँसम्म लाग्छ मलाई डेन्जर बलियो काठ हुन्छ भन्ने सुनिरहेको थिएँ टोलीहरू जाँदैछन् यहाँतिर चाहिँ पुरै त्यसैको रुखहरू रहेछ के गर्ने यहाँतिरबाट लिएर जान नसके नि यस्तो काठहरू न त लास्टै बलियो हुन्छ नि यिनीहरूको काठ त लगभग कति धेरै वर्षसम्म टिक्छ अरे नि त घर यसको काठको घरहरू बनायो भने लगभग हाम्रो गाउँठाउँतिरको नाम जस्तै सिमिलर रहेछ यो गुराँसहरू गुराँसे डाँडा भन्ने गर्दा कि त्यहाँतिर खास यो के को रुख हो र यो के सल्लाह भन्छ अरे यसलाई सबभन्दा काठहरूमा सबभन्दा बलिएको होइन र यसको घर बनाएको त लगभग टन्नै हुन्छ अरे त बलियो काठ भएर किराले पनि खाँदैन अरे हजुर के हजुर कति पुस्तासम्म भ्याउने रहेछ क्या त्यही फेरि माथि लेकतिर मात्र हुने यस्तो खालको काठहरू गाह्रो कि नि लिएर जाने नजान त यस्तो काठहरू त आमा कति रहेछ यहाँतिर स्पिकर आउँदा नि के सुन्दै आउनुपर्ने मसँग पनि थियो नि स्पिकर त कहाँ त्यस्तो सोचै आएन नि हेर्नु जताततै यही सल्लाहको रुखै रुख छ क्या सबले एकजुट भएर रमाइलो गर्ने भए रमाइलो हुन्छ गरे एक ठाउँमा रमाइलो गर्ने एक ठाउँमा नगर्ने त झ्याउ हुन्छ आम्मामा यहाँ रहेछ फुत्फुते झर्ना यस्तो ठाउँतिर आउँदा त आम्मामा मनै फलफल आउँछ हेर आम्मामा यो नि त शैली यार झरनाको चिसो पानी
खाउँ लाग्यो ओइ फेवा ताल्रे on the way of Northwest Campmad यो भन्दा बल्ल ठाउँ भनेको त ठाउँ प्लस यसलाई त भन्छ नि ठाउँ यार यसलाई ठाउँ पनि भन्छ प्लस रियल एडभेन्चर पनि भन्छ यसलाई हेर्न पुरै झरना छ यार आम्मा हजुर जति दुःख भयो नि ठाउँ चाहिँ भएकै हो कि यतिकै राम्रो उहाँको युट्युब च्यानललाई सपोर्ट गर्नु होला पानी नि निलो बगिरहेको छ नि हेर न आमा यता हेर झरना उता हेर झरना बिचमा खोला जस यतिको दुःख गरेर आएको चाहिँ साह्रै हुने रहेछ यो ठाउँतिर चाहिँ नाइस वान ल सुटिङ गर्ने सुटिङ गर्ने त यहाँ आउनु पर्ने रहेछ नि ल यो ठाउँको नाम भन नि त के हो कहाँ यो फुतुटु झर्न र आमामा यसरी छङछङ झर्ना झरिरहेछ हो फुतफुटे झर्ना ल जाम दौड्दै जाम त लास्टमा फिनिसिङ हान्ने लास्टमा हुन्छ Finally, Fututi waterfall is here beside this beautiful waterfall. खै कहाँ हेर्ने छिटो ये ओ माई गॉड म तपाईले एकछिन देखाउनु है ओ माई गॉड म एकछिन देखाउनु है म एकछिन देखाउनु त पहिला हामीले हेर्नु Bro, what? 1, 2, 3. Whoa! Yeah. Finally, it's a real heaven, man. Woohoo! यो को नाम के रे? तर जति आमा दामी थ्याङ्क यू तर जति राम्रो छ त्यति नै दुःख छ है यहाँ आउनको लागि चाहिँ हामी त तल नन स्टप दौडिदिएको है प्लस यहाँ अर्ग्यानिक पुल छ ओह यहाँ त कतिको राम्रो भ्यू आउँछ Cause I can fly, I can fly, I can fly, I can fly.
ground. Can't see in front of me, my enemies. We are crossing the bridge of Futfute waterfall. Woohoo! Dami dami. Wari-wari sayo. Ramro chara. यही हो दामी फुत्फुते झर्ना भन्ने सिलिन्डर पो रहेछ है माथि बेस क्याम्पमै हो 35 सिलिन्डर भरेको होला फेरि भरेको सिलिन्डर होला गाह्रो छ है सादी खर्क वेलकम टु यहाँ रहेछ एउटा बस्ने ठाउँ अनि कता कता छ बिस्तारै हेर्दै जाऊँ न बिस्तारै हामी पनि नयाँ फर्स्ट टाइम नि आएको पुरै बस्ने ठाउँतिर A few inches later. Ay कत्रो थेले सक्यो यार शान्ति खर्क ए हिउँ पनि ठाउँ ए ओफो वाउ स्नो यस्तै झरनाहरू त कति हो न है यो झरना त अनगिन्तीकै यिनीहरूले आउनु भेट्टाइसकेर तल्लतिर कति छिटो भाइ उगेर हेर यो पहाड हेर पहाड झन् माथि झन् हाई एल्टिट्युड आउँदै गयो झन् हाई एल्टिट्युड आउँदै गयो झन् यस्तो दामी दामी सिनहरू देखिन्छ सो वी कल्ड इट द कन्ट्री अफ फुल्ली नेचर नेपाल हेर्न आम्मामा यो भिरहरू
The adventurous countryman. लाइफमा जति जे गर्नुहोस् तपाईँहरूले कमाउनुहोस् जे पनि गर्नुहोस् तर लाइफमा एकचोटि चाहिँ नेपालको हाई अल्टिट्युड र नेपालमै हो न नेपालको हाई अल्टिट्युडमा चाहिँ आउन नभुल्नु होला त्यही नै हो आउनु बाटो त यस्तै हो जति हाई अल्टिट्युडमा गयो त्यति नै अलि अप्ठ्यारो कुनै ठाउँ सजिलो हो मैले यसको बोट भने क्या अहिले कुरा गरेको सबभन्दा बलियो काठ हो नि लेकतिर मात्रै पाउँछ ए यहाँतिर त रम्मे कति छ पुरै यसैको मात्र रुख्छ के गर्ने के भएर पानी आउनु लगाएर Searching for higher ground. Can't see in front of me. My enemies have tried every possibility. Ability to know if I can bleed. If that's what you want. अब हाई अल्टिट्युडतिर लाग्यो बादलहरू पनि झन्टल आउँदैछ हामी माथि जाँदै गर्ने क्रममा छापको त्यही पानी आउला जस्तो गर्दैछ Crawling around, searching for higher ground. Can't see in front of me. My enemies have tried every possibility. Ability to know if I can bleed. If that's what you wanted, you won't get it tonight. 'Cause I can fly. यही नै रहेको छ हाम्रो पर्सीको लागि अघि जुन बाटो आयो त्यही बाटो ओह्रालो भयो ओह्रालो झर्ने उकालो भयो उकालो उक्लिने हाम्रो आज चाहिँ सायद बास चाहिँ भुस्केट भन्ने ठाउँमा हुन्छ होला है भुस्केट भन्ने ठाउँमा ग्रुपको हुन्छ गरे हामी चाहिँ फर्स्ट ग्रुप पऱ्यौँ सेकेन्ड ग्रुपहरू आउँदैछ होला What a beautiful vibes, man, here. When you are moving upward to up hills, the vibe is very beautiful and freshness, man. We are on the way, we are on the way. Height. यहाँबाट चाहिँ लगभग हिमालहरू चाहिँ अलिअलि देखिन लागेको छ अब आजको बास
चाहिँ बास भुस्केटमा हुन्छ र भुस्केटबाट चाहिँ के कस्तो सिनहरू देखिन्छ त्यहाँ गएर थाहा होला। अनि भोलि चाहिँ बल्ल हाम्रो मेन गन्तव्य अन्नपूर्ण फर्स्ट बेस क्याम्पमा हुने रहेको छ। त्यहाँ चाहिँ गएर भोलिको बास हुन्छ। अनि पर्सि चाहिँ मेन प्रोग्राम रहेको छ जहाँ चाहिँ म्याराथन हुने रहेको छ। माथिबाट 30 किलोमिटरको म्याराथन अप हिल डाउन हिलहरू रहेको छ। सबै पार गरेर होसियारको साथ दौडिनु पर्ने हुन्छ क्यारे। लेट्स सी हु गोना बी द विनर। ओके हजुर हजुर So entering the final bridge of our today's destination. Nice one. Kस्तो काठको पुल भएको छ। Wait man, wait. Hello man. Hello Nepal Zanda catching. Wait for me. So how is the feeling right here, man? How is the feeling right here? Tension. एकदम आडा पर्सिको लागि नचिनेको मान्छेसँग हिँडिरहेको मैले अहिलेसम्म तिमीलाई चिने छैन गरे। मेरो नाम चाहिँ अमृत बसेल। या अनि म चाहिँ कहाँबाट रे? ए दानाबाट हो। दानाबाट दानाको लागि दौडिन आएको। ए र मेरो नाम चाहिँ विवेक तिलिजा। विवेक तिलिजा। अनि पाउदरबाट वार्ड नम्बर 5। कस्तो भएको थियो नि तपाईँलाई? कहाँ कस्तो हुने अरे यस्तो मजा फिल लाग्यो। फर्स्ट टाइम आएको तर म चाहिँ फर्स्ट टाइम चाहिँ ए होइन टाइम चाहिँ हो ए तर दिवस पहिलाको भन्दा धेरै धेरै राम्रो भएर चाहिँ बाटो ए एकदम डब्बाले बस्ने ठाउँहरू एकदम नत्र पहिला हामी यस्तो हुन्छ नि सिनियरमा केही दिन बस्ने त एउटा घर मात्र बनाएको थियो अहिले त ल भोलि होइन भोलिसम्मको लागि त रमाइलो गर्नु पर्यो नि त। पर्सि चाहिँ अब को कता हुन्छ थाहा हुन्न। फर्किने बेलामा डाइरेक्ट तल गाउँमा पुग्दाखेरि भेट हुने होला नि। केही छैन जेस् पर्सिको लागि चाहिँ एकदम केयरफुल भएर दौडिनुपर्छ। मेन कुरा भनेको चाहिँ आफ्नो ज्यान हो नि त होइन। गुफा आमा भालु बस्ने गुफा है यो चाहिँ म पहिला आउँदाखेरि मैले बनाएको के यहाँबाट आएको होइन हातले खनेर बनाएको होला होइन यो काके ए यो त तलबाट भएर अनि पानी आएको थियो अनि मेरो 4-5 जना साथी पनि थियो के अनि पानी आयो अब यता त घर छ थिएन अब कहाँसम्म भयो यसो हेरेर गुफा जस्तो देखेँ अलिअलि के
4 घण्टामा लाएर खनेको मैले हो यो उतियो माथिको 4 जना साथीले मिलेर बसेको नि त तर जति हाई अल्टिट्युडमा गयो त्यति नै मजा आउने क्या आमा भाइब चाहिँ अर्कै हुने क्या आमा है तेरिका सक्यो भने अब हरेक कुराहरू मोबाइलको मार्फत अथवा के न के मार्फत खिचेर देखाइन्थ्यो त के गर्ने कुनै कुनै बेला त गाह्रो हुन्छ जस्तै अघि तल गाउँबाट हुँखोला आउँदाखेरि गाडीमा चढेको त्यस्तो दुःख हुँदै आएको भिडियोहरू गर्न पाइएन होइन कि तिमीले त गर्यौ हामी त बसेर ढाला परेको यार तर बाटो राम्रो यस्तो मोबाइल समातेको होइन तल हेर्छु माया खोला देखिन्छ हेब्बा यति भयो आज यो कि हाम्रो अन्तिम So this is our final destination of today. नेपालको झन् रातो र चन्द्र सूर्य बिस्किट मेला हो के अरे So feeling happy or sad? कता बाहिर अगाडि त पुरा हरियाली हेर्दै जाने हो पछि त पानी आएर त प्लास्टिकले पालले ज्याकेटले भोजपत्र रे के हुन्छ रे यसले लागि सुगर प्रेसरको त्यो यसको पानी खायो भने अनि यो महाभारतमा रामायण यसमा लेखेको रे यहाँ मजाले लेखिन्छ नि यसमा त ए हजुर पेनले लेखिन्छ मजाले लेखि सुन्नेमा त त्यो महाभारत रामायण हजुर हजुर खाइनुहुन्छ पानीमा यो त उस होला नि पानीमा मजाले पकाएर उसको पानी हाल्यो यो गिलासमा राख्यौँ हामीले पहिला गिलासमा बनाएर त्यो गिलासमा पानी हाल्ने पानी गर्ने के अरे भोजपत्र अरे भोजपत्र ए भोजपत्र यो पहिला रामायण यसमा लेखेको थियो यस्तै रुखहरू त मैले तलतिर टन्ने देखिरहेको थिएँ भन्ने कुरा गर्थे हो कि है मैले भनेको सुन्नु मन त हुनु नि होला पहिलातिर अब कागज सागज नहुने बेलामा भित्रको टी सर्ट त पुरै पसिनाले लेचेको निचऱ्यो भने गिलास पानी आउँछ त्यही बदली गर्नुपर्छ चिसोले भेट्छ त्यो गुरुङ सर हेर्न सकेको छैन क्या लता रहेछ त्यो अगाडि धेरै थाक्यो त्यही भएर एकान गिलास रक्सी खान लाग्यो शीतन त उपर सुकाउँदैछ नि त माटीहरू सो दिस प्लेस नेम इज भुस्केट मेला भाग्यको केटाको प्लेस वाउ आमामा मैले भने वाउ भेरी ब्युटिफुल नेचुरल्ली हट ए Searching for higher ground, can't see in front of me. My enemies have tried every possibility, ability to know if I can bleed. If that's what you wanted, you won't get it tonight. मैं बनेको चाउचाउको सुक्खा दिएछ सो यसरी चल्दैछ हाम्रो दिनचर्या चाहिँ आजको अब दिनचर्या दिन त गइसक्यो अब पालिकाले त साधा खाना दिने अन्त नि
त्यसो हो त यहाँ त सबै मारिका पेल्ने पाउ भाइसी दाबाम्ने पनि सुल्टी भन्ने हो कि दोष भन्ने हो कि बाप भन्ने हो कि साथी भन्ने हो कि होइन एउटा फिक्स साइन लाउनु पर्ला जस्तो लाग्यो मलाई दोस्त हो न दोस्त यहाँ त छ भयो झन् धेर पर्यो यहाँ धेर के गर्ने यस्तै छ अब गाउँ गोठालेको जिन्दगी के भन्छ रे उचाइमा आएपछि यस्तो जाडो हुन्छ अब आगो बिना त बाँच्न सकिन्न है यो दाउराको यो आगो पनि कति महत्त्व छ देखिन्न पो रहेछ फ्ल्यास अन गर न देशले नि यहाँ चाहिँ पानी तातिँदैछ अब गएर युट्युबमा टक्क हुन्छ सबर गराज गर त आज नेटवर्कै थिएन नि आज हजुर थिएन त्यही कुरा गर्दै थिएको रे यो आगोको कति महत्त्व हुन्छ घर वास्तै हुन्न बोल आज आएर थाहा भयो है अङ्कल हेलो खै मलाई बाला न मैले सबैले यो फ्ल्यास लाइटले देखेछ यसो गरेर नि दुइटालाई देखिन्छ क्या मासु मेन त मासुलाई देखा है तेरो क्या बिर्सेको यार यो चाहिँ अर्ग्यानिक किम्ती हो कि यो अर्ग्यानिक हो नि प्योर घरको लोकल डाफे ए वा तोबा डाफेको मासु खानुहुन्न डाफे हाम्रो राष्ट्रिय चरा हो त्यस कारणले गर्दाखेरि यो चाहिँ घरपालुवा डाफे भन्नुको मतलब तपाईँले सिधै कुरा भन्दाखेरि के भन्छ अरे कोइलर कुखुराको मासु हो यो चाहिँ बाल्न न कस्तो रहेछ नि कस्तो दामी देखेको चिल्लो है अझै बोसो यहाँबाट चुइहाल्छ अहिले हाम्रो सिद्ध नै यही हो क्या खानाको यस्तो मासु त दामी छ मासु सिकाउने सिस्टम चाहिँ मलाई दामी लाग्यो होइन दामी ठारो होइन यो त्यहीँ पोलेर खानु कति पर्छ भन न दोषीलाई 10 रुपियाँ कहाँ 10 रुपियाँ 100 रुपियाँ पर्छ मन तातो छ मन तातो 100 रुपियाँ त पर्छ त्यसलाई तातो गर्ने होला चिसो पानी मिसाएर गर्ने यो पानी चाहिँ तातो किन होला मन तातो त भएछ आन्टी